एकदमै राम्रो प्रदर्शनी दिएर गइसकेका छन् हाम्रा साथीहरूले र हाम्रा सिङ्गरहरूले र हाम्रो जजको रियाक्सन चाहिँ एकदमै दामी थियो। उहाँले चाहिँ भन्नुभएको थियो कि अबदेखि यस्तासँग हामी खेलिँदैन, अब आखिर के भयो त, अब को आउँदैछन् त नयाँ कन्टेस्टेन्टहरू। सो भिडियोमा बनिरहनु होला, त्यसको लागि लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोस्। सो हेर्नुहोस् इडियट आइडल सिजन 2। तेरो टाउका तलतिर झार, तेरो खुट्टा पनि तलतिर झार, तेरो आँखा हेर्दा गोटी गोटी, तेरो दाँतलाई खेलिदिन्छु म तारी, पलाएर चाहिँ फेरि दारी, फेरि सिजन 2 मा काँडा मुर्सी ए तेरीमा माकुरी। साला छोरी पनि मेरो मिम बनाइदियो यार, के म चाहिँ बुढी हो यार। अब यार यो कन्टेन्ट सोको लागि ठाउँ चेन्ज गर्नु पर्यो। अब ल केटासँग खानु भाडा कुटाउनु पर्यो ल जमिनालाई। अब जानु ठाउँ फेरि यार बहुत राम्रो मान्छे नि राति होस् भन्ने बेला मान्छे छिटछिरा ओ छिटछिरा गाउँ गाजा छिटछिरो पारीबाट आएको यो बाबु दुःख बिसाउन आएको छु। पहिला पनि दुःख राम्रो बिसाएको थिएँ काँडा कुडी गीत गाएर। सो गीत सुनिदिनुहोस्, यो गीत चाहिँ एकदम दामी छ, त्यसको मन एकदम हल्का हुनेछ। सुन्नुहोस् है। ल केही छैन, राम्रो बच्चा है, गीत सुनाम है। खोला पारी बाट आइकी नानी चिया खान मन लाग्यो अरे दिएछु मैले तातो पानी। खोला पारी नानी ऐया ऐया भन्दै आइन, हेरे खुट्टातिर रहेछ यत्रो झुको, हेर्दा हेर्दै टपरी मुनि खोला पारी नानी। हजुर कस्तो छ गीत? बाबु तिमीले चाहिँ पहिला सिजन 1 मा पेटेन पेटेन जस्तो गाऊ, तिमी रिजेक्ट पनि भयो सिजन 1 मा। अहिले चाहिँ राम्रो गायो भन्छु नि। तिम्रो नानी पनि डाँडापारीबाट आएको रहेछ, म चाहिँ डाँडापारी नभए पनि समुद्रपारीबाट आएको हो। मैले चाहिँ एउटा आफ्नो इन्स्ट्रुमेन्ट बजाउन खोज्छु भाइ, त्यो सनाइको इन्स्ट्रुमेन्ट अलि यो धुलो भयो क्या गाडी मिलेर समुद्रपारीबाट समुद्र धुलो आएको छ। अर्को जिउनमा कलाकार आउनुहोस् त ल छिटो। डराएर कता गयो किस्नु
ba-dow.